जयगाउँ जीपी1 मा सामाजिक पहल, बुद्धिस्ट धार्मिक महिला गुरु तथा गुम्बाका छात्र छात्राहरूलाई टोपी र खानपान। नमस्कार दर्शक वृन्द, जयगाउँ जीपी1 अन्तर्गत पर्ने जयगाउँ भ्यू पोइन्ट क्षेत्रमा हिजो एक सराहनीय सामाजिक कार्यक्रम सम्पन्न भएको देखियो। यस कार्यक्रममा बुद्धिस्ट धार्मिक गुरुहरूका लागि विशेष रूपमा खानपानको व्यवस्था गरिएको थियो। जाडो मौसमलाई ध्यानमा राख्दै कान तातो राख्न सहयोग पुग्ने उद्देश्यले टोपी वितरण गरिएको पनि देखियो। यसै क्रममा जयगाउँ जीपी1 का प्रधान कमल पाखरिङको पहलमा एक पिकनिक कार्यक्रम आयोजना गरिएको थियो। यस कार्यक्रममा जयगाउँ गुम्बा रोड क्षेत्रमा अवस्थित गुम्बाका छात्र छात्राहरू र बडा मेचे बस्ती बुद्धनगर क्षेत्रमा अवस्थित गुम्बाका छात्र छात्राहरूलाई सहभागी गराइएको थियो। कार्यक्रमको दौरान जाडो महिनामा चिसोबाट जोगिनका लागि छात्र छात्राहरूलाई टोपी वितरण गरिएको थियो। साथै उनीहरूका लागि खानपानको उचित व्यवस्था पनि गरिएको थियो। पिकनिक कार्यक्रममा सहभागी छात्र छात्राहरूले मनोरञ्जन गर्दै खुसीका साथ समय बिताएको दृश्य देख्न पाइयो। यस सामाजिक कार्यक्रममा प्रधान कमल पाखरिङका घर परिवारका सदस्यहरू, जयगाउँ जीपी1 का पञ्चायत सदस्यहरू तथा डाँडागाउँ गैरीगाउँ सेवा संघका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सबैको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। समग्रमा सामाजिक सद्भाव, आपसी सहयोग र मानवीय भावनालाई प्रवर्धन गर्ने यो कार्यक्रम स्थानीय स्तरमा निकै प्रशंसनीय बनेको देखियो। यस कार्यक्रमको विषयमा प्रधान कमल पाखरिङ, बुद्धिस्ट धार्मिक महिला गुरु तथा गैरेगाउँ सेवा संघका सदस्यहरूसँग कुरा गर्दा उहाँहरूले राख्नु भएको जानकारी यस प्रकार रहेको छ। प्रधानज्यू, आज देख्न पायौँ है, हजुरहरूद्वारा जान्न पायौँ कि नानीहरूले ल्याएर यहाँ खाइपी गर्नुहुँदैछ है, नयाँ सालको खुसियाली बाँड्नुहुँदैछ। यो विषयमा बताउनुहोस् न। जनवरी 1 तारिक 2026 को दिन म माथि तामाङ गुम्बा गएको थिएँ खेम्पोलाई भेट्नु। अन्त खेम्पोबाट आशीर्वाद लिइवरी गुम्बामा बत्ती सत्ती जलाइवरी प्रार्थना गरेर तल निस्किँदाखेरि नानीहरू भेटेँ मैले। हाम्रो लामा स्कुल पढ्ने नानीहरू भेट्यो र नानीहरूसँग गफसफ गरेँ। एकछिन गर्दा गर्दै नै पिकनिकको एउटा कुरा भयो, निस्कियो त्यहाँ नानीहरूसँग। अन्त अहिले मैले नानीहरूसँग गफ गरेर लुन त म नयाँ सालको 3 तारिकको दिन, जनवरी 3 तारिक दिन म तिमीहरूलाई पिकनिक खुवाउँछु भनेर बाचा गरेर आएको थियो। त्यही बाचा आज पुरा गरेको नानीहरूसँग। कहाँ कहाँको नानीहरू अब त्यस्तै नानीहरू रहेछ र आज नानीहरूसँग पिकनिकको मजा लिइरहेको छु। हामीले देख्न पायौँ हजुरले यो कार्यक्रमको दौरानमा नानीहरूलाई टोपी पनि बाँड्दै गरेको देख्न पायौँ। हजुर, 5 तारिक कतिजना नानीहरू बुद्धगया जानुहुँदैछ हाम्रो सेक्याम्पोले लिएर। र बिहारमा त साह्रै चिसो हुन्छ, त्यसैले टोपी पनि एक एकवटा उहाँहरूलाई मुनिको टोपी लगाइदिएको नि। कहाँ कहाँको नानीहरू हुन्छ? कुन कुन नानी यहाँ हाम्रो सृजना टोलमा एउटा गुम्बा छ, तामाङ गुम्बा, र तल बडा मेचे बस्ती बुद्धनगरमा एउटा गुम्बा छ, त्यहाँको नानीहरू, दुइटै गुम्बाको नानीहरू ल्याएर आज हामी पिकनिक मनाएको। थ्याङ्क यू। हजुर, हामीले देख्न पायौँ आज हजुरको गुम्बाको छात्राहरूलाई है यहाँनिर जीपी1 को प्रधानद्वारा खाइपीको व्यवस्था एवं टोपीहरू वितरण गर्दै गरेको देख्यौँ है। के भन्नुहुन्छ त? यसको लागि चाहिँ अब सर्वप्रथम हाम्रो यहाँ मिडिया भाइहरूलाई धेरै धेरै धन्यवाद। साथै अब हामी चाहिँ हाम्रो त्यो गुम्बा चाहिँ दुईवटा छ यहाँनिर, एउटा चाहिँ देसिङ छोइलिङ गुम्बा, एउटा चाहिँ झाङ्सु छोइलिङ गुम्बा। दुईवटा गुम्बाको चाहिँ झाङ्सु छोइलिङ गुम्बाको चाहिँ हाम्रो लामाहरू हो, देसिङ छोइलिङ गुम्बाको चाहिँ हाम्रो आनीहरू हो। हामी दुईवटा गुम्बा चाहिँ एउटै गुरुको महागुरु खेन्जेमा चाहिँ आचार्य साङ्गे लुडोको गुम्बा हो। उहाँले नै यो गुम्बा सञ्चालन गर्नुहुन्छ। उहाँकै सबै देखरेख, खानपिन, स्कुल सबै उहाँको हो। र हामीले चाहिँ आजको दिनमा चाहिँ 2006 को एउटा अब ह्याप्पी न्यु इयरको उपलक्ष्यमा चाहिँ आज 2026 को उपलक्ष्यमा चाहिँ न्यु इयरको उपलक्ष्यमा चाहिँ हामीलाई चाहिँ श्री हाम्रो कमल पाखरिङज्यू, हाम्रो माननीय कमल पाखरिङज्यू हाम्रो उयो हुनुहुन्छ, प्रधान हुनुहुन्छ। उहाँको चाहिँ हेर्दा एकदमै ठुलो छ। उहाँको हेर्दा ठुलो भएर चाहिँ आज यहाँ हाम्रो नानीहरूलाई न्यु इयरको उपलक्ष्यमा खानापिना प्रदान गर्नुभयो। एकदमै हामी खुसी छु। खाना पनि एकदम मिठो गरेर बनाउनु भएर दिनुभयो। अनि यो भ्यू पोइन्ट पनि सबै घुमाउनु भएर अनि सबैलाई यस्तो टोपी एउटा टोपी पनि हामीलाई सबैलाई दान गर्नुभयो र हामी सबैजना खुसी छु। जस्तो खानापिना जस्तो प्रकारले
मिठो थियो त्यस्तै प्रकार खाना जस्तो हामीलाई दिन लाग्यो त्यतिकै पानी पनि आकाशबाट बर्सियो त्यो चाहिँ एकदम ठुलो एउटा यसलाई चाहिँ के भन्छ भने ठुलो एउटा लक्षण भन्छ यो लक्षण चाहिँ एकदम ठुलो भविष्यमा कुनै एउटा केही एउटा राम्रो हुनेवाला सङ्केत हो त्यस कारणले गर्दाखेरि म चाहिँ उहाँ कमल पोखरेल हाम्रो प्रधानज्यूलाई चाहिँ धेरै धेरै आन्तरिक हृदयबाट धन्यवाद चढाउन चाहन्छु भवतु सर्वमङ्गलम हजुर ए म चाहिँ मेरो नाम चाहिँ हिसे खान्ड हो मेरो अब चल्ती नाम चाहिँ निर्मला हो अनि म चाहिँ देशिङ सेलिङ गुम्बामा सानो नानीहरू हाम्रो अनिलाहरूलाई चाहिँ लिड गर्छु यही हो मेरो परिचय धन्यवाद तपाईँलाई पनि दीपक दाजु हामीले देख्न पायौँ है आज यहाँ जिपी1 को प्रधानज्यूले नानीहरूलाई खाइपीको व्यवस्था एवं टोपीहरू वितरण गर्दै गरेको देख्यौँ साथैमा गैर गाउँ सेवा सङ्घहरूद्वारा पनि सघाउँदै है उहाँहरूलाई हात बटाउँदै गरेको देख्न पायौँ यो विषयमा राख्नुहोस्। सर्वप्रथम हामी गैरी गाउँ सेवा सङ्घद्वारा सम्पूर्ण डुवर्सवासीलाई ह्याप्पी न्यू इयर साथै आज हामीलाई यसरी गुम्बाको नानी स्टुडेन्टहरूलाई सघाउनु पाउँदा हामी गैरी गाउँ सेवा सङ्घ धेरै खुसी छ र आउने दिनमा हामी यस्तै कार्यक्रमहरू गर्नु पाऊँ र सर्वप्रथम सबैभन्दा हाम्रो जिपीका प्रधान कमल जोजोलाई हाम्रो गैरी गाउँ सेवा सङ्घको तर्फबाट मुरी धन्यवाद टक्राउन चाहन्छु कि यसरी स्कुलको नानीहरूलाई उहाँले जुन पिकनिकको प्रोग्राम राख्नुभयो आउँदो दिनमा पनि यस्तै गुम्बाको आश्रमको सम्पूर्ण जति पनि छ नानीहरू उहाँलाई सेवा गर्नु पाऊँ भनेर हामी नयाँ सालको उपलक्ष्यमा साङ्गेलाई प्रार्थना गर्न चाहन्छु।